नुहाउनलाई हिँडेको अरे माथि यहाँ दाइहरूमा माथि जाँदै हुन्छ यस्तो बाटोमा पानी चाहिँ छ कि छैन थाहा नै छैन। लट्ठी सट्ठी पनि ल्याइएन लट्ठी बाँध्दैछ दाइ चाहिँ बाटो पनि यस्तो छ त पानी आउन लाग्यो यत्रो उहाँदेखि हिँड्दै आएको सानो छैन। गर्मी भइसक्यो। तपाईँहरू पनि गर्मी भएको छ भने आउनु यता तर पानी चाहिँ छ कि छैन थाहा छैन। जोत्नै अन्त कहाँ आइसक्यौँ त पानीको नाममै पानी छैन टेन्सन हुन्छ यार। बल्ल शीतल आयो कति फोहोर हो यहाँ त तर सफा गरेर भने दामी हुँदो रहेछ है मस्त ठाम। मेरो बाँदर साथीहरू होला यता सर्व निस्कने ढुङ्गाबाट फेरि लट्ठी त एउटा चाहने रहेछ हौ फाक बनायो। ओइ त हावा पानी छैन त्यहाँ छ अरे ढुङ्गाहरू त सानो सानो छैन नि यहाँ। माछा के गर्नु त हौ माछालाई हट मेरो चप्पल त चिप्लेरै भएन क्या चढ्न लट्ठी फाल्दिएको फिल्म स्टाइलको छिरेन पानी अलिअलि देखेर यहाँ आस जाएको के छ यहाँ चाहिँ पानी छ कि भन्ने आसमा कुदेको तँ कहाँ पुगिसक्यो माथि चाहिँ पानी होला ओ निसै उहाँ पुगिसक्यो त हिँड्न कति छ माथि छ भन्दै हुन्छ त्यो दाइले हराइन्छ होला बाटै बिर्सिसक्यो। उफ मारो पसिनाले गर्मी गर आम्मा कस्तो अरे ढुङ्गा यो त यता चाहिँ यस्तरी बगिरहेको छ पानी यो पानी नै आइपुग्न लागेन तार त जस्तो हान्दैन
तार्जन जस्तो हान्दैन मुखसुख धोराइबाट जानुपर्छ जस्तो झार्दिन हौ पसिना आइसक्यो त्यो बरु मैले भनेको ठाउँमा उहाँ जहाँ गएको भन्ने रहेछ म पनि त्यस्तै भइसक्यो यहाँ पसिनाले अझ म त ब्याग बोकिरहेको छु यहाँ एङ्गल पल्टिन्छ होला यार यस्तो ढुङ्गामा कति आइसक्यौँ हामी आम्मा वहाँ त्यो देखेको त्यो ग्यापको मुनि देखिन खाएको हामी सानो के भन्दैछ बाँदरहरू छैन त आज तेरो साथीहरू छैन त भाइ तेरो साथीहरू छैन त आज विन्ड खोल्छु होला म पनि यार बर गर्नुभयो ऊ छ पानी भाइ ल ल दामी ल पानी साले सुइँ चढेर ब्याग मलाई बोकेर दिएर के हो चित गरेर पुग्छ ऊ एउटा बेसेस खोलेर अघि बल्ल बल्ल आइपुग्यो कति छ हौ पानी चाहिँ ए के भयो त नि यति नै अरू माथि पनि होला त हौ गर्नुभयो पानी उहाँदेखि छ भनेर यत्रो आएको लास्टमा त पसिनो अड्किन त म ल सिउ लेटर है गाइस डर लाग्यो तल त्यहाँ हामी पनि रेडी भइसक्यौँ अब यहाँ पानी पोखालिन ए यताबाट छ ठाउँ यहाँ यहाँबाट छ ठाउँ यहाँबाट रहेछ त खाली खुट्टै आएको त ढुङ्गाले हान्ला नि फेरि बक्सरमा कुदिँदैछ त्यस्तो नबोल कोही पनि त्यही छ त घर तर केही हुँदैन कोही त छैन आएको कहाँ हिँडेको हौ त चाहिँ ब्याग स्याग सब तिनीहरू छोडेर लुगासुगा खोलिसकेर हिँडेको धरा आइपुग्यो अरे कहाँ गएको हौ त ब्याग म गलिसकेँ ए हिँडाएको होइन छ उहाँ पुगिसक्यो त्यो कहाँ पुगिसक्यो छैन आइज पानी रहेन नुहाउन अब रेडी ट्याक्क चिसो झरे पानी नुहाएर आनन्दले बस्ने ल एकछिनमा भेटौँला है त त्यही पानीमा यसरी होइन यहाँ अर्को दाई यहाँ अर्को सबसे ठुलो दाई यहाँ खाँदैछ खाएको खाइ गर्छ है यो चाहिँ फेरि जतिखेर आउने पानी नै नपाएर यहीँनिर बसेको चिलमा तर उब्बर चिसो छ होइन तै पनि आएर भिजिट गर्नु तर अहिले नआउनु अलिक जेठ असारतिर आउँदा चाहिँ यहाँ दामी हुने रहेछ यत्रो छ ढुङ्गाहरू पानी चाहिँ यसो अलि यहाँ अलिक छातीसम्म पुग्ने रहेछ होइन छातीसम्म चाहिँ रहेछ तर पनि आएर गर्नु भिजिट अहिले तर नआउनु असारतिर आउनु त्यतिखेर चाहिँ पानी खान्छु पक्न एकछिन
असारतिर चाहिँ दामी पानी परेको हुन्छ त्यतिखेर आएर भिजिट गर्नु होइन रमाइलो हुन्छ लोकेसन चाहिँ ठ्याक्कै कहाँनिर हो भने यो 1 नम्बर चतराको त्यो नयाँ पुल भन्दा फर्स्टको त्यो नयाँ पुल आउने छेउकै त्यो टर्निङबाट यता माथि लाग्नुपर्छ होइन अहिले म फर्किँदाखेरि तपाईँहरूलाई देखाइदिन्छु झर्दाखेरि त्यतिखेर हेर्नु अनि पानी चाहिँ लास्ट चिसो माथि आउँदा लास्ट पसिना होइन माथि आउँदा पसिना हुन्छ यहाँ चिसो पानी हावा पनि सर आइरहेछ कस्तो आनन्द क्या मस्त मलाई चप्पलमा हिँड्दै कुन हो यो चप्पलको नामै क्या Cloud9 को ब्रान्ड हो ब्रान्ड कोही हामीले यो चप्पल कतिमा किनेको थियौँ 6000 मा हेर्नु यहाँ चाहिँ दामी चिल छ क्या शीतल आनन्द लट्ठी पनि के काम हो अब त आइपुग्न लागि घाम आयो कहाँको बस्ने तिमी बाटो देख्यो है बल्ल बल्ल बाटो देख्यो अरू त लक्की पनि के काम हाल्दिनँ त सक्यो हुँदैन मस्त यार अहिलेसम्म पानीमा नहुँदा कस्तो चिसो भयो ओइ यहाँ पनि रहेछ त अलिक तँ यहीँनिर थियो हो त्यो कहाँ थियो है यहाँ दामी थियो फेरि गर्नु हुन थाल्यो बसिन आउनु थाल्यो हामी चाहिँ नुहाइधुवाइ गरेर होइन यहाँ आयौँ माथिबाट हिँड्दा यहाँ गाह्रो मस्क्यो यसको लोकेसन चाहिँ ठ्याक्कै कहाँनिर हो भन्नुहुन्छ भने यहाँ ठ्याक्क बाटोमा आइपुग्यो होइन यो नयाँ पुल ठ्याक्कै यहाँबाट पुगिन्छ क्या नयाँ पुलको यो फर्स्ट टर्निङ हो नयाँ पुलको यो फर्स्ट टर्निङ यहाँनिर त्यो पेडाहरूको के यो पसल छ क्या यहाँनिर ठ्याक्कै पेडाहरूको छ पसल ठ्याक्कै अनि तीबाट ठ्याक्कै माथि हो क्या जाने यो बाटो यो त नयाँ पुल जाने हो यो यता चतरातिर जाने हो अनि यहाँनिर यो के त्यो पेडा सेडाको के त्यो पसल छ यहाँनिर अनि त्यो चाहिँ यहाँदेखि जाने हो क्या सिधै माथि जाने यहाँ यस्तो पनि लेख्छ यहीँ अरुण शाहको पेडा भण्डार अनि यहीँबाट जाने हो होइन हामी पनि गर अब अहिले तर नआउनु तपाईँहरू ठ्याक्क त्यो
असारतिर होइन पानी परेको बेला आउनु त्यतिखेर पानी जमेको हुन्छ अनि हो त्यतिखेर चाहिँ आउँदाखेरि दामी हुन्छ क्या त्यतिखेर आउनु त्यतिखेर पानी पनि भरिसकेको हुन्छ हो त्यतिखेर चाहिँ आउनु अनि त्यतिखेर अलिकति राम्रो हुन्छ अहिले त पानी पनि त्यति साह्रो छैन अनि ठ्याक्कै यहीबाट होस् यहीँबाट ठ्याक्कै यता जाने माथि यता चाहिँ हामी अहिले अब जतातिर जाँदैछौँ यहाँनिर बाइक राखेको छौँ हामीले त्यही भएर त्यहाँ गएको कोसी फेरि यही हो कोसी नै हेर्छ मुनि यहाँ मुनि कोसी हो यहाँ यस्तो होटेलहरू छ बाइक हाम्रो त्यहाँ छ कोसी यही हो यहाँ कोसी यही हो ठ्याक्क हामी चाहिँ अब आएर केही अब खाजासाजा खाने अनि झर्छौँ फेरि चक्करघटीतिर त्यही हो लोकेसन चाहिँ हो आउनु पानी परेको बेला भिजिट गर्नु हामी चिसो पानी छ अहिले पनि ल त्यही हो थ्याङ्क्स फर वाचिङ